हाई एभ्रिवान। आजको भिडियोको टपिक हो घरमै बसेर तपाईहरु इन्जिन ओइल कसरी चेन्ज गर्ने। यस भिडियोमा पुरै जानकारी छ, हेर्नु होला। इन्जिन मुनि यहाँ हेर्न सक्नुहुन्छ लोकेसन, त्यहाँ नटको जुन नट मैले खोले त्यो नट खोल्नु होला। त्यो नट खोलिसकेपछि मोबिल यहाँबाट निस्किन्छ। एकछिन छोड्दिनु, सबै मोबिल निस्किन्छ। त्यसपछि थोरै पल्टाएर भएको रकको मोबिल जति निकाल्न सक्नुहुन्छ। मोबिल यसको निस्किसकेपछि सबै फेरि त्यो नटलाई राम्रोसँग टाइट गरिदिनु होला। त्यो नट चाहिँ एकदम पावर लगाएर टाइट गर्नु पर्दैन, लिमिटेड पावरमा टाइट गर्न सक्नुहुन्छ। ओभर पावर लाग्यो भने चाहिँ त्यो नट भाँचिन सक्छ। त्यसपछि यता मोबिल फिल्टर हामीले चेन्ज गर्नुपर्छ। त्यसको लागि दुईटा बोल्ट खोल्नुपर्छ। त्यो दुईटा बोल्ट खोलिसकेपछि मोबिल फिल्टरको कभर निकाल्नुपर्छ। मोबिल फिल्टरको कभर निकालिसकेपछि भित्र मोबिल फिल्टर हुन्छ पुरानो, त्यो पुरानो मोबिल फिल्टरलाई निकालेर त्यहाँ हामीले नयाँ मोबिल फिल्टर हाल्नुपर्छ। त्यसपछि त्यो मोबिल फिल्टरको कभर फिट गरिसकेपछि हामीले नयाँ मोबिल हाल्नुपर्छ। तपाईहरु यति काम घरमै पनि बसेर गर्न सक्नुहुन्छ। 10 मिनेटमा यति काम हुन्छ भने ग्यारेज गइराख्नु पर्दैन। तपाईको घरमा टुल्स चाहिँ चाहिन्छ। एउटा 18 नम्बरको गोटी रेन्च मोबिलको मेन नट खोल्नको लागि र यता मोबिल फिल्टरको लागि 8 नम्बरको टी रेन्च। यति दुईटा भएपछि र एउटा स्क्रुड्राइभर भएपछि यति काम हुन्छ। र प्लायर चाहियो हामीलाई मोबिलको क्याप खोल्नको लागि। यति 3-4 वटा टुल्स छ भने तपाई ड्युकको एनएसको यो सिरिजको बाइकहरुको मोबिल घरमै बसेर पनि फेर्न सक्नुहुन्छ। मैले यसको मोबिल फिल्टर खोलिसकेको छु र पुरानो मोबिल फिल्टर निकालेर नयाँ मोबिल फिल्टर हालिसकेको छु। र यो कभरमा यो तपाईको यो यहाँ भित्र ओरिङ हुन्छ, ओरिङ ठीक छ भने यस्तो बोन्ड हालिराख्नु पर्दैन। र ओरिङ यो खराब छ भने त्यो सिचुएसनमा चाहिँ थोरै बोन्ड हाल्नुपर्छ। बोन्ड हालेपछि चाहिँ लिकेजको प्रब्लम हुँदैन। तपाईको बाइकमा लिकेजको प्रब्लम छ भने अलरेडी यो बोन्ड हाल्न सक्नुहुन्छ। त्यसपछि त्यो कभर लगाइसकेपछि हामीले नयाँ मोबिल हाल्नुपर्छ। यसमा 7100 को 10W50 ग्रेडको मोटुलको मोबिल हाल्दैछु भने 1.5 लिटरको बट्टा हो, तर यसमा हामीले 1200 ml हाल्दा हुन्छ। पुरै बट्टा हाल्नु पर्दैन। 1200 ml को मोबिल पनि पाउँछ। 1200 ml को मोबिल नपाएको अवस्थामा 1.5 को फुल सिन्थेटिक मोबिल हाल्न सक्नुहुन्छ, 1200 ml जति। यति भइसकेपछि तपाईको काम भयो। र मोबिल नयाँ मोबिल हालिसकेपछि 2 मिनेट जति बाइक स्टार्टमा राखिदिनु होला स्लोमै। त्यसपछि सक्सेस हुन्छ। यति तपाई घरमा बसेर पनि गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। केही प्रश्नहरु सोध्नु छ भने माथि दिएको नम्बरमा व्हाट्सएप गर्न सक्नुहुन्छ। र अरु पनि केही प्रब्लमहरु छ भने गाडीमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। माथि दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला। केही कन्फ्युजनहरु छ भने सोध्न सक्नुहुन्छ। भिडियो लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला नबिर्सिकन। धन्यवाद।